जेएनजी आन्दोलनका भाइरल युवा जन्मदिने आमाको हत्या अभियोगमा पक्राउ। मैले भनिरहेको छु त मेरो आमा डर छ सर, 1 इन्च डर छ मेरो आमा, डर छ सर, डर छ। ठोक्नुस् के गर्न सक्नुहुन्छ, त्यही गोली ठोक्ने हो। बरु मारे भने मार्नु भइहाल्यो, आनन्द। यो देशको बारेमा सोच्नै परेन, मेरो हातमा भगवानले लानुहुन्छ। जिम्दो भयो भने त मलाई जहिल्यै पनि हुन्छ नि, तपाईँहरूको आत्माले सताएर, देशको चिन्ताले सताएर म सुत्नै सक्दिनँ। मोर्या भन्दा नि बढीको जिन्दगी छ मेरो। जेएनजी आन्दोलनको अग्रभागमा रहेर प्रहरीसँग विवाद गरेका एकजना भाइरल युवा आफूलाई जन्म दिने आमाको विभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका छन्। धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका 5 थापा कटेरीका 30 वर्षीय एम बहादुर कडेल जिरेले 55 वर्षीय आमा राममाया कडेलको हत्या गरेका हुन्। एम बहादुरले आइतबार राति धारिलो हतियारबाट आमाको हत्या गरेको अनुसन्धानको क्रममा पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ। प्रहरीले घटनास्थलबाट हतियार सहित एम बहादुर कडेललाई नियन्त्रणमा लिएको थियो। यो घटनाले गाउँ नै स्तब्ध छ। एम बहादुर भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनका भिडियोहरूमा निकै भाइरल भएका थिए। मेरो आँखामा डर छ, ल हेर्नुहोस्, म डराएको छु, मलाई गोली ठोकेर मार्नुहोस्, म यो देश रोएको देख्न सक्दिन जस्ता डायलग भिडियोहरूमा बोलेका तीनै युवाले आमाको हत्या गरेर सिङ्गे गाउँलाई रुवाएका छन्। महिनामा 60,000 देखि 1 लाख कमाउन सक्ने युवा हो, तर पनि मलाई कहिले चैनको निन्द्रा लाग्दैन, मलाई कहिले पनि निन्द्रा लाग्दैन। मेरो साथीभाइहरू कतिलाई थाहा छन् मैले त्यसको लागि कति सहन्छु, कति हुन्छ नि सोच्छु। सर मेरो आँखामा डर छ, जान्न सर, मैले बोलिरहेको छु, म जान्न। होइन ठोक्नुहोस् न, गोली ठोक्नुहोस्। मैले भनिरहेको छु त मेरो आँखामा डर छ सर, 1 इन्च डर छ मेरो आँखामा, डर छ सर, डर छ। ठोक्नुहोस् के गर्न सक्नुहुन्छ, त्यही गोली ठोक्ने हो। बरु मारे भने मार्नु भइहाल्यो, आनन्द। यो देशको बारेमा सोच्नै परेन, मेरो हातमा भगवानले लानुहुन्छ। जिम्दो भयो भने त मलाई जहिल्यै पनि हुन्छ नि, तपाईँहरूको आत्माले सताएर, देशको चिन्ताले सताएर म सुत्नै सक्दिनँ। मोर्या भन्दा नि बढीको जिन्दगी छ मेरो, म सुत्न सक्दिनँ कहिले चैनले। म 1 लाख रुपियाँ महिनाको कमाउँछु, तै पनि म कहिले बिर्सेर सुत्न सक्दिनँ। त्यसको लागि म कहिले मोटाउन सक्दिनँ। अब त अति पनि छ, देशमा जनताको आवाजलाई चाहिँ बन्द गर्न पाउनुहुन्न तपाईँहरूले। मेरो आँखामा डर छ, अनम्यान आर्मी हो जुन कि भारतीय दलालसँग, अमेरिकन पुँजीवाद दलालसँग र देशको दलाल 100 जनासँग एक्लै लड्न सक्ने क्यापेसिटी छ म छु, एक्लै। त्यही भएर सर बेलैमा जनताको लागि सोच्नुहोस्, देशको लागि सोच्नुहोस्। तपाईँहरूलाई पनि स्वतन्त्र जनताको एउटा हुन्छ नि अपिल छ, तपाईँहरूलाई हुन्छ स्वतन्त्र जनताको चाहिँ हुन्छ नि विनम्र अनुरोध छ। तपाईँहरू आफ्नो देशको लागि सोच्नुहोस्, आफ्नो आमाको लागि सोच्नुहोस्, आफ्नो राष्ट्रको लागि सोच्नुहोस्, आफ्नो दाजुभाइको लागि सोच्नुहोस्, आफ्नो हुन्छ नि आमा बुवाको लागि। उनले आन्दोलनका दिन सुरक्षाकर्मीसँग यस्तो भनेका थिए, महिनामा 1 लाखसम्म कमाउने युवा हो, तर मलाई कहिले पनि चैनको निन्द्रा लाग्दैन। सर मेरो आँखामा डर छ, म बोलिरहेको छु, जान्न। ठोक्नुहोस् न, मेरो छातीमा गोली ठोक्नुहोस्। मैले भनिरहेको छु त मेरो आँखामा डर छ, 1 इन्च डर छ मेरो आँखामा, डर छ सर। पटक पटक दोहोऱ्याएका थिए यी शब्दहरू। म 1 एन आर्मी हो, भारतीय र अमेरिकी पुँजीवाद दलाल र यो देशका दलालसँग एक्लै लड्न सक्ने क्यापासिटी मसँग छ। त्यसैले तपाईहरू पनि बेलैमा जनताका लागि सोच्नुहोस्, तपाईहरूको आफ्ना आमा बुवा र देशको बारेमा सोच्नुहोस्। ठोक्ने भए ठोक्नुहोस्, मर्ने भए मर्नु, आनन्द त आउँछ। देशको बारेमा सोच्नै परेन, मेरो आत्मा भगवानले लानुहुन्छ। जिउँदो भए त देशको चिन्ता र तपाईको आत्माले गर्दा सुत्नै सक्दिन। अफर 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 एसियन फेसन वेयरमा स्टाइलिश डिजाइन, गुणस्तरीय कपडा सुपथ मूल्यमा पाइन्छ। फाटफुट लुगा होइन, यहाँ त ट्रेनिङ स्टाइल, धमाकेदार डिजाइन र सधैँ नयाँ सधैँ ट्रेनमा। आजै आउनुहोस्, विशेष छुटमा लैजानुहोस्। हामी कहाँ स्टाइलिश दिदीबहिनीहरूका लागि विशेष कपडा पाइनुका साथै सबैका लागि मजाले फिट हुने कपडा पाइन्छ। हामीले नेपालमा मात्र होइन, इन्टरनेसनल कन्ट्रीमा पनि अनलाइन डेलिभरी गर्दछौँ। एक पटक आउनुहोस्, हेर्नुहोस् र मन परेन भने भन्नुहोस्। एसियन फेसन वेयर, स्टाइल पनि तगडा, दाम पनि सस्तो। तपाईको स्टाइल, तपाईकै पहिचान।